न्याय चाहिएको छ, न्याय चाहियो। मरै मरौँला, बाँचौँला होइन। यो दिदीबहिनीको पीडा कहिलेसम्म बोकेर हिँड्ने हामी? कहिलेसम्म? 5 वर्ष भइसक्यो, 5 वर्ष भइसक्यो। हातमा रोइरहेछ। कहिलेसम्म बस्ने हामी? घर विहीन भइसक्यो परिवारहरू। कतिका घर परिवार विहीन भइसके, कतिका श्रीमान श्रीमतीको सम्मत बिछोड भइसक्यो। अहिलेसम्म सरकार नहेर्ने, यो गरिबको मुद्दा कसले हेर्ने हो? यहाँ कहाँ माग्न जाने हो? न्याय पाउनु पर्यो नि। लक्ष्मीता संस्थाले लुटेको हामीले विगत हामी 5 वर्षबाट अमृत संस्थाले कतिको संख्यामा आउनु भएको छ यहाँ अहिले? हुँदाखेरि हामी अहिले 77 जिल्लाबाट 2200 होइन हामी हाम्रा दिदीबहिनी आमाहरू गर्दाखेरि अब 2265 को डाटा बनाएको छ कि। अब यो पानीमा कहिलेसम्म बसिरहनुहुन्छ? यो पानीमा कहिलेसम्म बसिरहनुहुन्छ? किन पानीमा बसिरहनुहुन्छ? जुन सोसर लघुवित्त संस्थाले गरेको छ, आज त्यो समस्या भन्दा यो समस्या केही पनि अझै पनि हामीलाई यो समस्या भन्दा यो समस्या रातिको तपाईको 8 बजे लघुवित्त संस्था गएर हाम्रो परिवारले सताउँछ, दिदीबहिनीले गएर सताउँछ, बिहान बच्चा स्कुल जान पाउँदैन, 8 बजे 7 बजे सताउँछ। हामीलाई नि लुटेछ, हामीलाई नि धम्की दिन्छ। हाम्रो दिदीबहिनी लुटिएको छ। कहाँबाट त्यो खालको धम्की आयो? कोबाट धम्की पाउँछ? यो जति भएको लघुवित्त संस्था छन् यो देशैभरि सबै लघुवित्तले लुटेको छ, दिदीबहिनीले लुटेको छ, सामूहिक फसाएको छ, जग्गा जमिन लगेर सामूहिक ऋणमा फसाएको छ। 3 लाख 2 लाखमा घर लगेर सामूहिक ऋणमा फसाएको छ। पैसा लिएर त फुकुवा गर्दिन होइन, सामूहिक ऋण हो, सबैको पैसा तिर्नुपर्ने फुकुवा गर्नु भन्छ। कहिलेसम्म हामी न्याय माग्ने? कहाँ जाने हो? किन सरकारले यो चाहिँ अनुसन्धान नगरी